हामी अन्त त्यहाँबाट चाहिँ ल मुसा चाहिँ भागिसकेको छ यी साप 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 र यहाँभित्र चाहिँ छ ठुलो बडे अजिङ्गर भन्नु पनि भएको छैन साप छ यहाँभित्र चाहिँ हो हामी चाहिँ यसलाई चाहिँ छोड्नु जाँदैछौँ यो सापलाई चाहिँ मुसा पनि छ साप पनि छ यता जाँदैछौँ पर रोडमा मुसा चाहिँ यहाँनिर छ है ठुलो बडे छ है मुसा चाहिँ देख्दैछ कि हो कराउँदैछ अहिले छोडेपछि देखाउँछु है त कस्तो के हुन्छ हेर्दै गर्नु होला र हामी चाहिँ यो सापलाई लिएर पनि आइपुगिसक्यौँ यहाँ रोडमा यही रोडमा चाहिँ साप यहाँनिर छ र गुड्डु चाहिँ यता साप मुसा बोकेर हिँडिरहेको छ चौधानीमा हो र यता खोलिहाल्छु नि मुसा पहिला छोडिदेऊ न होइन सँगै छोड्नुपर्छ भन्छु ए छोडिदेऊ सँगै के गर्दो रहेछ हेर्नु पर्यो नि अब कहाँ के गर्दैन नि अलग अलग आफ्नो आफ्नो बाटो कुद्छ नि छोडिदेऊ त हो त्यो ओके सक्नु भएको छ र यहाँनिर मुसा चाहिँ रिलिज एकदमै है मुसालाई छोडिदिँदैछौँ हामी मुसा अब भाग्छ ए उहाँ बिचमा लग्यो बिचमा यहाँ ल्याउ न यहाँ ल्याउ न र यो साप मुसालाई चाहिँ छोडिदिँदैछु पहिला हो हामी अन्त त्यहाँबाट चाहिँ ल मुसा चाहिँ भागिसकेको छ यी सेजौडीभित्र मुसा हो हामी चाहिँ मार्दैन नि फेरि मुसालाई चाहिँ यसरी छोडिदिन्छौँ यहाँनिर भित्र पस्यो त्यो मुसा चाहिँ र कता पस्यो होला अब कहाँ भेट्छ त कहाँ गयो गयो नि र अब सापको टर्नै लु खोला त खोला न उयो मात्रै खोला न कसरी अरे पखाइछु यसलाई उयो गरिहाल्छु पखा पखा र यो सापलाई एकदमै हामी चाहिँ यहाँनिर लिएर छोडिदिँदैछौँ है मर्छ मर्छ मरेछ दा साप 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 यहाँ हेर्नुहोस् डन्ठा ल्याउन त्यो उयोहरू र यहाँनिर साप छोडिदिएको साप र मुसा र साप त यहाँभित्रको दुलोमा पसिसक्यो हो र मुसा त यहाँनिर गयो र यो प्लास्टिकलाई पनि घर लानु पर्दैन हो यतै छोडिदिन्छु यो प्लास्टिकलाई यहाँ ढुङ्गालाई त एउटा अब हेर्नु प्लास्टिक उडेको र अब हेर्नुहोस् है प्लास्टिक चाहिँ चुई हो अब यसलाई पनि उडाउनु पर्छ यो त बोक र आजको भिडियो चाहिँ अहिले आलेमा गएर देखाउँछु अब हजुरलाई एकैचोटि है त ल आलेमा यो चौतारा चाहिँ पहिलाको चौतारा यहाँबाट रेङ खोला पनि देख्दो रहेछ हो उयो मैले साप मारे नि दामी चौतारा छ यहाँनिर खोज्ने आउने जङ्गल चाहिँ यतै हो है दाउराहरू खोज्नुपर्छ हो लक्कडी लक्कडी त होइन है फेरि र यो चाहिँ हाम्रोपट्टि चाहिँ दामी काँडाले फुलिरहेको छ हेर्नुहोस् कस्तो वाउ ब्युटिफुल छ एकदम दामी काँडाले फुलिरहेको छ है यहाँ चाहिँ तर यो काँडा चाहिँ राम्रो हुँदैन नि फेरि घोच्यो भन्दाखेरि डरलाग्दो पाराले घोच्छ हो दामी फुल्दैछ इदाना सुसुई र हामी चाहिँ यहाँ आलेमा र हामी चाहिँ यहाँनिर आइपुगिसकेको छौँ आलेमा हो आलेको नजारा कुछ यस्तो छ कति पनि देखाउनु आले त तपाईँ आलेमा चाहिँ यहाँनिर फोनमा चाहिँ दामी देख्छ नि त यसो छ यहाँ चौतारा छ हो हामी पहिला खेली हिँड्ने चौतारा उकालोबाट दोकान जान्छ दोकान गएको झन् भिडियो मैले कति ल्याइसकेँ हो भिडियो पुरा छ च्यानलमा गएर हेर्नु सक्नुहुनेछ है र यस्तै छ यहाँको नजाराहरू यो कराइरहेको छ होइन यस्तो छ हो र अब हामी चाहिँ घर जानुपर्ने हुन्छ भिडियो के कस्तो लाग्यो हजुर साग नपत्ताको यत्रो लामो थियो कि भित्ताबाट चाहिँ आउँदाखेरि चाहिँ हुन्छ नि
चतुरी चाहिँ भित्ता अब मलाई त्यो जल्दी से जल्दी सब्सक्राइब करो पत्ताहरू चाहिँ जाति थियो नि त